केशव भण्डारीज्यू, यस कार्यक्रमका प्रमुख अतिथि आजका आकर्षक, यस श्रम संस्कृतिका केन्द्रीय अध्यक्ष हर्कराज सम्पाङज्यू, आजका केन्द्रबाट पाल्नु भएका अतिथिज्यूहरू, केन्द्रीय सचिव प्रवीण शेर्माज्यू, केन्द्रीय कोषाध्यक्ष सविता राईज्यू गर्नुभएको छ। पाथिभरामा गएर कसम खानु भएको छ। यो मञ्चमा अहिले यति बोल्दै गर्दाखेरि उहाँको व्यवहारले मेरो शिर र मेरो सम्पूर्ण नेपाली दाजुभाइ तथा आदरणीय आमा बुवा कसैको पनि शिर झुक्न दिनुहुने छैन। यो कुरालाई मध्यनजर म एक मात्र भन्छु, उहाँले गर्नुभएको काम स्थानीय चुनावमा उहाँले भोट मागेर जितेर जाँदै गर्दाखेरि उहाँलाई धेरै चुनौतीहरू थियो, तर उहाँले बाचा गर्नुभएको थियो। म धरानलाई जसरी पनि पानी खुवाउँछु, दुरीबाट धराने जनतालाई पानी खुवाइराख्नु भएको छ, राज्यको एक पैसा बिना पनि हो। भोलि हाम्रो 77 वटा जिल्लामै उहाँले विकास गर्नुहुनेछ। उहाँले भने अनुसारको 20 वटा भिजनलाई लागू गर्नुहुनेछ। उहाँलाई सत्तामा मात्रै पुर्याउन गर्नुहुनेछ। र हामी शान्ति चाहन्छौँ हो कि होइन? शान्ति प्रेमी नेपाली सबैका जोरदार ताली। शान्तिको प्रति धन्यवाद प्रमुख अतिथिज्यूलाई, सम्पूर्ण अतिथिगणहरूलाई। र अब मैले यहाँहरू समक्ष किन उद्घोष गरिसकेको छु, झापा जिल्ला जेनजीको आन्दोलनमा 2 जना हाम्रा होनहार युवाहरूले शहादत प्राप्त गर्नुभएको छ, जसमध्ये 1 जना गोपाल सेराई हाम्रो श्रमदानमा नियमित श्रमदाता हुनुहुन्थ्यो। उहाँहरूको तस्बिरमा अध्यक्षको बाहुलीबाट माल्यार्पण गरिदिनु हुनुको निमित्त म हार्दिक आग्रह गर्न चाहन्छु। गोपाल सेराई, दिनेश राजवंशी, हामी सँगै थियौँ, सँगै श्रमदानमा काम गर्थ्यौँ। गोपाल सेराई भाइ यहीँ मास्तिरको, जसले मास्टर डिग्री गर्नुभएको थियो, मास्टर डिग्री हुनुहुन्थ्यो। उहाँ सधैँ हामीसँग श्रमदान गर्नुहुन्थ्यो। विशेष गरेर गोपाल सेराई भाइ आन्दोलनमा शहादत प्राप्त गर्नुभयो, धन्यवाद। र अब सम्पूर्ण झापा जिल्लामा जे जति गाउँपालिका नगरपालिकाहरू गठन भएको छ, श्रम संस्कृतिको